ल भान्जाहरूको नयाँ गेम सिजर पेपर रक सुरु नेम भन्नु पर्यो नेम के हो अरे यसको नेम चाहिँ सिजर पेपर रक खेल्ने जसले हाल्छ त्यसको चाहिँ एक एकवटा गल जति दुखाएर भयो जति एक एकवटा एकवटा भने जति प्रणय साइडमा तिम्रो उमेर भएको छैन खेल्ने दुखाइ गरेर भए पनि बिस्तारै केले तान्ने चाहिँ हातले हानी यसले भए ल एकवटामा तान्नु पर्यो है एक एकवटा ल सिजर पेपर रक को भयो ए ल खै प्रजलको चाहिँ कपाल चाहिँ लाइट हालिदिनु पर्छ पर्दैन बाबा मेरो आँखा तेजिरै छ कान्छीको तान्ने पो म त्यो अगाडिको त बुझ्छु नि निस्क्यो कपाल ठाउँमा है ल झापै गर्नु है प्रजा मजा भएन झ्यापै त निदि भएर तक्ले होला नि फेरि ल यो मेरो कल गरिसके ल ल एउटा कस ए प्रिन्सले ल ठिक छ कहाँको फोन लाग्यो फेरि कति गेम जित्यो प्रिन्सले ल ला फेरि प्रजलले चाहिँ फेरि कारबाही भोग्दैछ बिस्तारै खुलाइ त्यो धेरै खुल्यो भने साइडको कपाल नरला फेरि ल प्रिन्स प्रजलको रमाइलो गेम होइन कपालले गर न एकचोटि त जित न हौ प्रजल तिम्रो त मलाई माया लाग्यो यार फेरि हेर यता यता गरेर अब त नहुँदैन ल प्रजलको प्रजल अगाडिको होइन क्या त्यो अगाडिको त दुख्दैन क्या साइडको यतापट्टि गर न यतापट्टि यता क्यामेरामा देखाउनु पऱ्यो नि यतापट्टि हो प्रिन्स त्यो हात हटाउ तिमीले त तान्नु त कानसिरीको तान न कानसिरीतिरको एकदम मेहनत गरेर तान ल एउटा कपाल गर टाइट कस अनि त्यसपछि सर्ट तान्दियो न दुख्छ तानिसक्यो खै कपाल खै मेरो कल कल्ली कल्ली देखिँदैन कि ए कपालै देख्दैन क्यामेराले पनि फोकसै गर्न सकेन ल फेरि ला प्रजल तिमीले हल्का दिमाग लगाएर खेल न अन्त कान्छेरीकै दुख्छ नि त हँसायो केटाहरूले ल चट्टै त न अब केटाहरूलाई आइडिया पनि के आउँछ आउँछ हो गेम खेल्नु परेला खास दुख्दैन कान्छीको मजा हुन्छ क्या कान पछाडि गरिदेऊ न एकचोटि त्यहाँ होइन कि कान नजिक कानको फेरितिर यतातिर गर न यतातिर हो एकचोटि कस्तो हुन्छ त्यतातिर घट्टै दुख्छ क्या पछाडि ए दिमाग लाएर खेल न हौ के खालको खेलेको एकै खालको एकजना उसले ल कस्तो रे स्कोर कति भयो स्कोर ए प्रजाले जितिरहेछ चाहिँ मजा आयो कसको पाला आयो
प्रदलको नाकको नगर न उ त्यही कानसिरीकै मजा आउँछ के तिन चारवटा उल पाइँदैन नि फेरि फेरि भान्जा फेरि फेरि प्रचलकै ओहो यसरी आवाज आउनु पऱ्यो क्या तान्देऊ न बाक्ली छ क्या कपाल एउटा मात्रै बोल्यो ल सिजर पेपर रक कति कति भयो पोइन्ट भान्जा आमा 10 र 10 पुगिसक्यो तपाईँ पनि अब भान्जाले ऱ्याप हान्छ त्यसपछि ल अब लास्ट 3 राउन्ड हुन्छ है च्वाट यो हो नि त मजा हानेको सेकेन्ड लास्टै हो ल लास्ट है कलेज जित्ने त्यो विनर ल हार्नेले एउटा गीतमा नाच्ने कतिवटा खुल्यो ल अब यो धेर नखेला फेरि मेरो भान्जाहरू फेरि कपालमा फेरि रोप्नु पऱ्यो भने बराबर पो ल अब हाम्रो प्रणय भान्जाले चाहिँ एउटा चाहिँ मिठो गीत गाउनुहुन्छ ऱ्याप हान्नुहुन्छ हिजोको त्यहाँ फ्रेममा जानु न के पो परिचय दिनु सुरुमा ल परिचय स्पष्ट बोल स्पष्ट आएन वडा नम्बर 2 हो रापानी वडा नम्बर 2 रे ए म त 2 कक्षा पो अहिले चाहिँ केको लागि काठमाडौँ आउनु भएको तपाईँ भान्जा दिने कच्चो ल ओके छ त ल भान्जा यस्तो ऱ्याप तरिकाले स्टाइल पनि दिनु पऱ्यो नि त हल्का अलि आएर अलिक कन्फिडेन्ट लेभल चाहियो के ओइ टियो नि त ल ल ल ल ल ल ए हिजो खै त तपाईँ गेटअप कि त्यो लाउनु पऱ्यो कि क्याप त लाउनु पऱ्यो नि त गेटअप त मिलाउनु पऱ्यो गीतको नाम मलाई के थाहा त ऱ्याप अब खतरा हुने हो नि त ल गेटअप हान्दै हुनुहुन्छ हाम्रो ऱ्यापर न्यू ऱ्यापर एके प्रणय राईलाई तपाईँको प्रणय घडी चाहिँदैन के ऱ्याप हान्नुलाई तर खतरा ऱ्याप हान्नु ल के ऱ्यापै विषय यस्तो हुन्छ हिजोको त्यही हो हल्का स्टाइल दिनु न तपाईँको कि तपाईँलाई के चाहियो त्यसरी बिर्सिनु पाइन्छ उता हेर्नु त मलाई त टिभीले हेरिरहेछ नि रेकर्ड भइरहेछ नि ल गीत गाउनु नि त ल अब के गर्नु त ऱ्याप हान्न जान्नु भएन भान्जाले ल गाउनु न मादल बजाइदिनुपर्छ ल मादल बजाइदिए त एकछिन नै पर्ने अभागी चेली पराइको घरैमा अनि यत्रो गेटअप गरेको चाहिँ के ए अझै सकेको छैन यस्तो त हुन्छ तपाईँ यार यस्तो गेटअप गराइदियो लास्टमा चाहिँ गीत यो गीत कसको भन्दा कोपाको नाम के हो कोपाको नाम थाहा छैन तपाईँको बाबा मम्मीको नाम के हो भनिदिनु ल यता आउनु न फ्रेममा यार फ्रेममा नआइदिने कुरै हुँदैन नि हो तपाईँ घर जानु मन छैन अहिले
किन घर जानु मन छ भन्नु न कारण हो त्यत्तिकै भन्ने कारण हुन्छ नभेटेर हो ल